नमस्ते। नाम्ने चेनलमा जोडिनु भएको हरेक मेरो साथीहरूलाई नमस्कार छ। आज चाहिँ फेरि म ड्युटी जाँदैछु है, र ड्युटी जाँदै गर्दाखेरि यसो मैसूरको नजाराहरू देखाउँ भनेर गर्मी है, यहाँ हेर्नुहोस् न, घाम लागेर पुरा टन्टलपुर भइरहेको छ है। गरमले गर्दा बाहिर पनि क्राउड पनि देख्दैन, पुरा सुनसान देखिरहेको छ, किनभने गर्मी पनि यति साह्रो मैसूरमा बढिरहेको छ कि यति साह्रो यो वर्ष गरम छ। र चाहिँ दिउँसो त मान्छेहरू नै निस्किँदैन, र अहिले त मैसूरमा त्यस्तो खालको बिजिनेस पनि हुँदैन कि गरमले गर्दा यो वर्ष निकै नै कम्ती छ यो वर्ष, किनभने गरम चाहिँ यति बेसी बढिरहेको छ। र चाहिँ यहाँ चाहिँ यता चाहिँ मेरो जाने बाटो, मेरो रेस्टुरेन्ट, हाम्रो रेस्टुरेन्ट जाने बाटो है। अब यो पल्लोपट्टि चाहिँ राइट साइड चाहिँ मेरो रेस्टुरेन्ट जाने बाटो भएकोले गर्दाखेरि चाहिँ म भैयालाई भन्दैछु है, भैया यो पल्लोपट्टि कटाइदेऊ न भनेर भन्दैछु कि कसैले लान्छ कसैले लाँदैन नि त त्यो बाटो, पल्लोपट्टि कटाउँदैन। अन्त पहिल्यै भन्नुपर्छ नि त, रिसाउँछ कसै भैयाहरू, मेरो बाटो यो होइन भन्दै रिसाइरहेको हुन्छ। र चाहिँ यसलाई चाहिँ मैले पहिल्यै भने, तर यो चाहिँ मान्यो, र चाहिँ युटर्न मारेर अब चाहिँ आइपुग्यो राजु मोमोज फ्यामिली रेस्टुरेन्ट। बाई बाई, तपाईँहरूलाई फेरि पनि अर्को भिडियोमा भेटौँला। नमस्ते।